हामीहरू आइसक्यो भएर आइसकेको छु। आधा क्लास गुड मर्निङ एन्ड वेलकम छ तपाईँलाई मेरो ब्लगमा। गाइस मैले चाहिँ चक्कु चाहिँ किन बोकेँ भन्दा चाहिँ यो मुला काटेको थियौँ चटनी बनाउनुको लागि। मम्मी चाहिँ आउँदैछ नाङ्लो बोकेर मुला सुकाउनको लागि। के हो कहाँबाट ल्याएको नाङ्लो? हाम्रो घरमा चाहिँ यस्तो सुन्दर फुल छ, यसको नाम त थाहा छैन मलाई, एकदम रस फुल जस्तो छ लेकिन यसको पत्ता अलिक ठुलो ठुलो छ। अहिले चाहिँ घरमै छु म गाइस, काहीँ पनि जाँदैन आज। मेरो कुचो चाहिँ के भयो ल देखाउँछु तपाईँलाई। कुचो उही के गरेको? आया आइज ओइ 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 यसलाई चाहिँ खोलिदिन्छ भनेर यस्तो पुरा फकाउँछ गाइस, पुरा यत्तिकै उठ्नु खोज्छ। हात दे हात दे हात दे हात दे ओइ ओइ उता जा उता जा हात दे खोइ हात दिएको। यो अर्को हात अर्को हात दे, यो ओइ यो अर्को हात दे हात दे हात दे खोइ दिएको हात ओइ हात दे अर्को 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 ला उता अर्को ला हात दे हात दे तल म खोलिदिने त बदमास गरेर हिँड्छ हैन। खुला छोड्यो भने गाइस पुरा रास्तामा पुगिरहेको हुन्छ। कुट्नु खेदा भने यति जोडले भाग्छ कि पुरा भेट्नै सक्दैन। ल बदमास छ बदमास बदमास। त्यही म चाहिँ यहाँ बसिरहेको थिएँ, एउटा चिज देखेँ मैले, यत्रो जङ्गलको बिचमा एउटा फुल फुलेको रहेछ, त्यो पनि छैन गाछी तानी, यत्रो नै छ, बढ्नै सकेको रहेन रहेछ। फुल चाहिँ फुलै छ। अब चाहिँ म खाना खानु आँटेको। मम्मीले ल्यायो भात, म्याडमलाई ल्याइदिएको नि यो भात। म चाहिँ म्याडम अरे म्याडम। पानी ल्याए म्याडम? मम्मीको स्पेसल चटनी पनि आयो। यस्तै चटनी बनाउनको लागि चाहिँ अघि चाहिँ काटेको हामीले। अब चाहिँ म पानी लिनु म मेरो मान्छेलाई पानी लिनु पठाएँ गाइस। यो चाहिँ के सब्जी हो? मसरुम आलु राजमा। मम्मीले खाँदैछ यो चटनी मुलाको। धमाधम सुरु भइरहेछ यहाँ त गाइस। कुचीले चाहिँ यहाँ खाना खाँदैछ। अहिले चाहिँ म जाँदैछु दोकान किन भन्दाखेरि म्यागी ल्याउने एउटा मान्छे आउँदैछ, त्यसले पुरा फोन गरेर अर्डर गरेको थियो कि मलाई म्यागी बनाइदिएर राखिराख्नु भनेर। आइपुगिसक्यो यहाँ दोकान। मैले म्यागी ल्याएर पनि आइसकेको छु। यही जाँदैछु अब घरतिर चाहिँ म। खाना खानेको सस्तो काम लाग्यो मेरो चाहिँ। म्यागी बनाइदिनु अरे, त्यो को मान्छे म तपाईँलाई देखाउँछु अहिले। टाउको देखाएर हेरिरहेको छु। ओइ टाउको म त निकालेर हेरिरहेको छु अहिले चाहिँ मलाई। यसो घर चाहिँ मलाई पुरा डेन्जर रिपेयरिङ गर्दैछु गाइस, किनकि ठन्डा हुन्छ नि त, यसलाई पुरा कपडा लगाएर। आया तेरै न म मिठा गरेन, मिठा ल्यायो भनेर त भात खाइसकेछ त पुरा। भात खाइसकिस् अरे? खाइसकिस्? बस म म्यागी बनाउनु गएको। अब यहाँ चाहिँ सङ्क्रान्तिको लागि तिल धोएर सुकाएको छ मम्मीले। बस ल हेर्नु, पुरा अरूको घर घर कुद्ने मात्रै छ यो। यति खोजेँ मैले, लास्टमा हेरेको त पडोसीमा गएर बसिरहेको छ। यत्रो बोलाउँदा पनि आएन त। कान छैन तेरो? कान छैन? कान छैन तेरो? हेरेर पनि नहेरेको जस्तो गरेर उता उता बस्छ। त्यहाँबाट उठ्दा खान्छस् धुलाई।
यहाँ गड्डा छ यहाँ गड्डा गड्डाभित्र पसिसक्यो यहाँ उसलाई ध्यान नदिनु त कुदिहाल्छ यतार 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 तेरो अनुहार देखा त बदमासको यता देखा तँले नि खोजेको फेरि चल्दैछ उठ निस्की उठ यहाँ गड्डाभित्र पसिसक्यो यहाँ चाहिँ कुचुलाई नुहाइदिनु आँटेको मैले पुरा डराइरहेको छु ला के रे यता 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 डरा गर न नुहाएर आइसकेको छ कुन्छुरी पुरा कापिरहेछ तर काप्दैछ चल अरू मलाई रिस उठाउने अझै घुम्छिस् जतातता गन्दी भएर मलाई म्यागीको अर्डर दिने मान्छे यही हो अहिले खाँदैछ अहिलेबाट पकाइदिएको न 1 घन्टा भइसक्यो पकाएको तब अहिले आएर खाँदैछ यसरी फोन गरेर भनेको थिएँ कि जस्तो कि अहिले नै आउँछु लास्टमा 2 घन्टाको बाद आयो फाइनली अहिले चाहिँ यस्तो आफ्नो रूपमा आयो यो कुचुली अघिसम्म चुलै थिएन कस्तो भएको थियो अहिले आयो चुल कुचु है उभिता अहिले चाहिँ हामीहरू आइसकेको छौँ बगडी खानको लागि यहाँ चाहिँ बान्दर हुँदैन बगडी टिप्दैछ यहाँ बगडी त पुरा खतमै भइसकेको छ के भयो बगडी छैन उगिर त पाएँ मैले पाएको होला अघिबाट दिमागै थिएन नि त्यसरी गिराउनु आया लाग्यो खतरा दिमाग लगाउँदैछ बगडी गिराउनु अहिले चाहिँ हामी खाँदैछौँ यहाँ बगडी यहाँ एकजना मान्छे छ उसको चाहिँ फेस नदेखाउनु होला तर पनि म देखाइरहेको छु अच्छा कस्तो यो गिलित गिलित रहेछ अहिले चाहिँ हामीले गएको घर हाम्रो बगडी देखाउँ त देख न आधा प्लास्टिक थियो आधा प्लास्टिकको तल हराइसकेको छ म के भन्दैन मेरो ब्लगमा भन्न हाई गाइस भन्छ न हेलो गाइस हामीहरू पहाडबाट उठेर आयौँ गाइस हामीहरू अच्छा यति ठुलो पहाड थियो यहाँ घाम छिलो त घाम राम्रै गरम आउँदैछ गरम हामी चाहिँ घर जाँदैछौँ यता छ घर छ कहाँ छ बहुत दूर छ यहाँबाट बहुत दूर छ अझै वहाँबाट हामीहरू गाडी लिनुपर्छ अरे बाप रे गाडीबाट जानुपर्छ हामी गाडी रिजर्भ गरेर आएको थियौँ के भन त के छ तिम्रो सकलमा यस्तो त राम्रो छ त म फेमस गरिदिन्छु नि तिमीलाई गाइस हामीले यस्तो जङ्गलको रास्ता जाँदैछौँ घर खै रास्ता के भने त घाम छ ज्यादा बकवास गर्छौ अहिले चाहिँ म घर पनि आइसकेर म यस्तो बसिरहेको छु अनि बोगरीलाई चाहिँ कुच्याएर बनाउँदैछ कहाँ गयो बनाउने मान्छे छिटो यहाँ बनाइरहेछ मैले भनेको थिएँ नि हामी गाडीमा रिजर्भ गरेर आएको छु भनेर यही हो गाडी चाहिँ यो गाडीमा आएको हामी रिजर्भ गरेर
बहुत दूर थियो गाइस, त्यही भएर हामीले चाहिँ गाडी रिजर्भ गरेर आएको। फाइनली हाम्रो यो बोगडी चाहिँ बन्ने रेडी भयो। डेन्जर स्टाइलले बनाएको थियो यहाँ मान्छेले। कति खालको वाह क्या यम्मी यम्मी। निमक ज्यादा हालेन, पुरा निमकै ज्यादा। निमक ज्यादा खाना गोरु हो क्या निमक ज्यादा खानु? ए म त पुरा थाकेँ। खै खाम त अलिकति जान। मिठो छ? बोगरी मीठा होता है, तीत वो टेंगा नहीं होता है। निमक अन्दाज पाउँदैन। अब म पनि खाना पुरा अहिले पनि खाना पुरा दातु पुऱ्यो। यो बोगरी खाँदा किन घाडी सर्किन्छ? पाउडर खुर्सानी खानु नि त्यहाँबाट। होइन पाउडर खुर्सानी न। हामी त पेसेन्जर हो, लेकिन ड्राइभर छैन त। कहाँ गयो ड्राइभर? ड्राइभरै छैन गाडीको। टेस्टी बिमार भयो भने कसको अरे? बिमार भयो भने कसको रिस्क भन त? यस्तो मजाले खाइरहेको कि भाडा लिएर बसेको त खाएको चाहिँ भएर बिमार भयो भने कसको रिस्क? हात्तीको बेसी मार्नुपर्छ। दाँत कुरेन तिम्रो? अहिले चाहिँ मम्मी र म यहाँ सुतिरहेछु। मम्मी मम्मी सुतेको तपाईँ? सुतेको छोरी सुतेको। मम्मी चाहिँ सुतेको अरे। हाँस्दै कोही हाँस्दै हाँस्दै सुत्छ। मेरो मम्मी चाहिँ हाँस्दै हाँस्दै सुत्छ। आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्दैछु गाइस। कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट लाइक सेयर सबै गर्नु होला। मम्मी टाटा गर्नु त। टाटा यस्तो गर्नु।